ल गाइज आज हाम्रो केलको यात्रा छ। ल हाम्रो केलको यात्रा है। आज हाम्रो केलको यात्रा केलमा गएर टक्क ढेँडो खाने हो। कोदाको ढेँडो एकदम बवाल छ गाइस हैन। मैले खाएर आएको थियो थकाली ढेँडो बवाल हुन्छ। थकाली सेट आज हान्ने हो। आज हाम्रो फाइनली हाम्रो आज छुट्टी पनि रहेको छ, त्यसकारणले हाम्रो हिरो आउँदैछ यता। अब यो हाम्रो हिरो पनि जाने हो। ल आमा ल हेर त कपाल सपाल मिलाएर बोस आयो। ल अब बोस फाइनली गाइज आज हामी केल घुम्न जान लागेको। तपाईँहरू पनि आउनुहुन्छ भने हामीलाई मेन्सन गर्न सक्नुहुनेछ। ल गाइज फाइनली हामी त्यो पाभिलियन बाहिर छौँ है। यहाँको भ्यू एकदमै राम्रो छ। यहाँ हेर्नु सक्नुहुन्छ यसको भ्यूज हेर्नुहोस् त, राम्रो। के राम्रो छ यहाँको भ्यूहरू हेर्नुहोस् त। यो पाभिलियन यो बुकी बिन्ताङमा रहेको यो पाभिलियनमा एकदमै राम्रो छ बाहिरको भ्यू। एउटा भिडियो गरिदिनु न बारमा आएको भिडियो बनिनलाई। ल गाइस केलको सबैभन्दा ठुलो मल यो पाभिलियन मलमा आछौँ हामी। यहाँ हेर्न सक्नुहुन्छ यतातिर। ल केटाहरू ल फोटो खिच्दैछन्। ल बाहिरतिर यस्तो छ। ल गाइज अब हामी पाभिलियनबाट केल जाँदैछौँ। केल कोतराया गएर अब ढिँडो खाने हो टक्कसँगले। ल यहाँ यस्तो छ है पाभिलियन बवाल छ। यहाँ पाभिलियनको बाहिरपट्टि यस्तो छ। त्यहाँ ग्र्याब अर्डर गर देख्छ के हिँडेर जाने हो के हिँड्दै जाने हो त के यहाँबाट कोतराया हिँड्दै जाने बाटो चिनिया छ अनि कसरी जाने त? म त तिम्रो पछि जाने हो लिएर जाने हो। अनि कहाँ हिँडेर टाढै छ नि हौ। अब यहाँबाट ग्र्याब गर्ने। ल गाइस आज हामीले ढिँडो हान्दैछौँ है। सेकेन्डचोटि यो चाहिँ मेरो ढिँडो खुवाइ हो। यो थकाली सेटमा ढिँडो घिउ सिउ झैँ यहाँ हालेर। ल अब ल मिठो छ होइन खाइसक्यो मैले त। छ नि त केही चाहियो भने हामी भन्छौँ। ल गाइस अब फाइनली हामी रुमतिर जाँदैछौँ। पुचुङ जाँदैछौँ। ट्रेनमा चढेर जानुपर्ने। यहाँनिर टिकट काट्ने पर्वमा टिकट आउँछ है साथीहरू। टिकट कस्तो आउँछ अहिलेदेखि। ट्रेनको टिकट आज यसरी काट्नुपर्ने रहेछ। मलेसिया पैसा एक्सेप्ट गरिसक्यो। अब यहाँनिर टिकट आउँछ। टिकट चाहिँ एउटा गोटी आउँछ है, गोटी यस्तो खालको। ल हामी 3 जनाको 3टा गोटी आयो। ल पैसा पनि हामी ट्रेन चढ्न जाँदैछौँ है। ट्रेन चढ्न जाँदैछौँ अब माथि। ट्रेन हाम्रो पनि आइसकेको छ। ल हाम्रो ट्रेन पनि आइसक्यो। अब यसैमा जाने।
यो त डाइरेक्ट रहेछ है हाम्रै उता जाने ए बाबा अब यहाँ टक्क आफै ढोका खोलिन्छ यहाँ चाहिँ त्यो बवाल छ सिस्टम यसरी ढोका खोलिन्छ एसियाको ट्रेन यस्तो छ ल हेरौँ ल हाम्रो एउटा हिरो उतापट्टि मस्त सुतिरहेछ चस्मा लाएर यसरी ल सुतिरहेछ यति लामो छ यो ट्रेन हाम्रो अब जाँदैछौँ हामी कुचुङतिर है यतापट्टि ल केटी बस्ने छुट्टै यहाँदेखि उता केटी बस्ने हो यहाँदेखि यता केटाहरू बस्ने ठाउँ घाम लागिरहेछ साह्रो ठन्डा ल फाइनली हामी हाम्रो एरियामा आइपुग्यौँ है ल हाम्रो अघिको टिकट अब यहाँनिर छिराउनु पर्छ यसरी यहाँनिर छिरासी ल टल्ल आइपुग्यो ल यस्तो छ है साथीहरू हाम्रो ट्रेन स्टेसन मलेसियाको बाटो यति राम्रो हेर्नुहोस् त ल सुविधा सम्पन्न कति राम्रो छ ल राम्रो छ मलेसिया कति घाम हो यार मलेसियामा हेरोस् घाम यस्तो छ ल अहिले 4 बज्यो मलेसियामा यति घाम छ ल हेर्नुहोस् त मौसम हाम्रो क्यामेराम्यान यता छ है हाम्रो क्यामेराम्यानले यहाँ भिडियो बनाइदिँदैछ यहाँ हिरोको भिडियो बनाइदिँदैछ